नमस्ते। हामी पारसिका बायो पढ्ने विद्यार्थीहरूले अहिले हाम्रो प्रोजेक्टको लागि बायोडिग्रेडेबल प्लास्टिक गराएका छौँ, जुन चाहिँ हाम्रो एउटा लाइक वान अफ द बेस्ट अल्टरनेटिभ अफ प्लास्टिक हो। यसको हाम्रो के अरे डेली लाइफमा पनि धेरै युजहरू भइरहेको छ, हामीलाई थाहा छैन। फर इक्जाम्पल हामीले जुन औषधि खान्छौँ त्यो जुन क्याप्सुल हुन्छ त्यसमा नै त्यो माथिको कभर हुन्छ त्यो प्लास्टिक हुन्छ, त्यो इटेबल हुन्छ। हामीले त्यही सेन्समा एउटा simply it can be eaten, which does not affect our body and can easily be decomposed in our body. हामीले चाहिँ आज सिम्पली घरमै युज हुने जुन स्टार्चहरू हुन्छ नि, फर इक्जाम्पल पोटेटोबाट निस्किने स्टार्चहरू हुन्छ, हामीले डेली बेसिसमा धेरै स्टार्चहरू हेरेका हुन्छौँ तर हामीलाई थाहा हुन्न। हामीले के अरे पोटेटो जुन काट्छौँ त्यसबाट निस्किने व्हाइट कलरको जुन हुन्छ नि मेटेरियल, त्यो स्टार्च हो। त्यो स्टार्च प्लस हामीले लेमन जुस यानि कि यहाँ हामीले भिनेगर युज गऱ्यौँ, अनि ग्लिसरिन जुन चाहिँ एज अ के अरे मिठाईहरूमा एज स्विटनर युज भएको हुन्छ, तिनीहरू युज गरेर हामीले एउटा सल्युसन बनाएर त्यसलाई तताएर एज अ सर्टेन टेम्परेचरमा तताएर त्यसलाई सुकाएर हामीले यो मेटेरियलहरू बनाएको। यो एकदम इन्भाइरोमेन्ट फ्रेन्डली अनि खान पनि मिल्ने, कुनै पनि साइड इफेक्ट नभएको। बेसिकली हामीले यसलाई डेली लाइफमा धेरै ठाउँमा युज गर्न सक्छौँ, जस्तै एज अ अर्नामेन्ट्स, एज अ के अरे एसेसरिज भइहाल्यो, अनि डेकोरेटिभ आइटम, किरिङ। हामीले आज धेरै इक्जाम्पल राखे पनि, फर इक्जाम्पल यो हार्ड प्लास्टिक भयो, यसको हुन्छ नि हामीले यो दुइटाको रेसियो तलमाथि गरेर फर इक्जाम्पल धेरै हार्ड गराउनु छ भने हामीले त्यसको रेसियो बढाएर हामीले जस्तै हार्ड गराउनु मिल्छ। हार्ड प्लास्टिक युज हामीले के अरे किरिङहरू हेरेको छौँ भने हामीले सफ्ट प्लास्टिकको चाहिँ योहरू हेर्न मिल्छ, जस्तै धेरै चाहिँ फ्लेक्सिबल छ यो। अनि हामीले त्यस्तो रेसियो तलमाथि गरेर एज फ्लावरहरू युज गरेर पनि गर्न सक्छौँ। हामीले एज एक्जाम्पल हामीले यसको डेकोरेटिभ आफैले पनि अर्ग्यानिक गराउन सकिन्छ भनेर फ्लावरहरूलाई ड्राई गरेर त्यसलाई के अरे क्रस गरेर एज अ ग्लिटर पनि हामीले युज गरेका छौँ। यसको डेली लाइफमा धेरै नै इम्पोर्टेन्स छ, यसको बिजनेस गरे पार पनि धेरै नै पोटेन्स हुन्छ, यसको स्ट्रेन्थ पनि राम्रो छ, प्लस यो इलास्टिक पनि हुन्छ। यसको अगर बिजनेस क्रिएट गर्ने हो भने के अरे हरेक कुराको एउटा ड्रब्याक्सहरू हुन्छ, कुनै पनि कमीहरू हुन्छ, जुन कि अगर बिजनेस गर्ने हो भने त्यसको रिसर्च गरेर प्रपर त्यसको सल्युसन निकाल्यो भने यसको बिजनेस पर्सपेक्टिभ पनि धेरै नै पोटेन्सियल होल्ड गर्ने टाइपको छ। आजको सिम्पली एउटा के अरे अब्जर्भेसनको लागि हामीले एउटा डेमो राख्यो कि जस्तो यो कानमा लगाउने किरिङ होइन र, किरिङ भन्नाले यो यो किरिङ भयो। हजुर, जस्तो यो बाहिर हिँड्दाखेरि जस्तो लगाइन्छ अथवा बाहिर हिँडिन्छ हिँड्दाखेरि अलिकति पानी आउँछ नि त, यो वाटर सोल्युबल हो कि न? अब वाटर सल्युबल प्रपर अर्ग्यानिक मेटेरियल हो। यसलाई के अरे अगर फर इक्जाम्पल यसको त्यो डिफ्रेन्ट सल्युसनहरू हुन्छ, हामीले रेसिनले माथिबाट कोट गर्दा पनि त्यो सल्युबल हुन्न, यो इन्स्टेन्ट सल्युबल हुन्न, अलिक टाइम लाएर यो जो सल्युबल हुन्छ, तर त्यसको धेरै सल्युसनहरू पनि रहेको हुन्छ। तिमीहरूले यो बायोडिग्रेडेबल जुन प्लास्टिक बनाएको छ यो त इको फ्रेन्डली और एन्भाइरोन्मेन्ट फ्रेन्डली त भइहाल्यो होइन। यसबाट हामीले युज गरेर जस्तो कि हाम्रो अहिलेको मोस्ट च्यालेन्ज भनेको क्लोदिङहरू हुन्छ और प्लास्टिक मेटेरियल हुन्छ, प्याकेजिङ मेटेरियलहरू हुन्छ, जसले चाहिँ धेरैभन्दा धेरै पोल्युसनहरू क्रिएट गरिरहेको हुन्छ, इजिली त्यो डिग्रेडेबल हुँदैन। त्यसको अल्टरनेटिभमा हामीले यसलाई चाहिँ कसरी युज गर्न मिल्छ होला? हामीले कुनै पनि प्रब्लम इन्काउन्टर गऱ्यो भने त्यसको हामीले रिसर्च गरेर त्यसको अल्टरनेटिभ निकाल्न मिल्छ। यो प्रपर्टीहरू एपहरूको लागि जस्तै हेर्न सक्नुहुन्छ एकदम फ्लेक्सिबल छ, ऱ्यापिङको लागि एकदम पर्फेक्ट छ। यसलाई हार्ड गरेर प्रपर हामीले कुनै पनि हार्ड सब्सटेन्सहरू जस्तै हेर्नु चाहिँ किरिङ प्रपर हार्ड छ भन्नाले हामीले अगर कुनै प्रब्लम इन्काउन्टर गऱ्यो भने त्यसको हरेकको वेन देयर इज अ विल देयर इज अ वे भन्ने चाहिँ त्यसलाई रिसर्च गरेर हामीले निकाल्न मिल्छ। हामीले आज चाहिँ डेमो मात्र हेरेको भन्नाले हरेक प्रब्लमको सल्युसन नभए पनि एज अ के अरे ब्याकअप भन्नाले प्लास्टिकको बेस्ट वान अफ होइन अहिले यो यसमा इलास्टिक थियो होइन फर इक्जाम्पल, तर सबैले अघि चलाएर प्रपर अहिले स्ट्रेन्थ अहिले कमै छ होइन? अझ हामीले त बेस लेभल हो नि त, अब त्यो गरेपछि स्ट्रेन्थ यतिको स्ट्रेन्थ त ठिक हो त, राम्रै छ है। हजुर, यो अघि भाइले च्याट दिएर। ओके, थ्याङ्क यू फर यर प्रेजेन्टेसन। ओके ल।